हजुर जान्छ कि रङ काट्दैन नि अन्त यसो एक चम्मच हाल्दा सानो मान्छे अघिदेखि बोलेर बसेको ड्याडीलाई देख्दा रुने नि यति नक्कली दर्लामी अङ्कलको बुढाबुढीले बोलाएको किन दुइटै बुढाबुढीलाई बोलाउने उहाँहरूले सानो नक्कली त्यसै आज भ्यालेन्टाइन डे खुवाउने अरे भ्यालेन्टाइन डेको दिन यत्रो बे मम्मीसँग कुरा गरेर बसेको तिमी एकचोटि हाई भन्नु न भिडियोमा गरिरहेको छ भिडियो गराएको र याप मजा आयो नि त मजा आयो एकदम प्रोफेसनल भिडियो हो बाजे बजेलाई कान्छीले नभनिदिनु आफ्नैबाट आउनुहुन्छ झगडा त हुन्न तर मान्छे चिन्छन् कुखुरा त एकदम मोटो छ त मलाई त बोलाउने नानीहरूको स्कुल छैन बहिनी नानीहरूको स्कुल छैन यता हेर्नु एकचोटि भिडियोमा देखिने कुन हातमा भने दबाई खान्थ्यो कुन हात छ कुन हातमा खानु भन्नु खुस्सा उता हेर्ने उता नेत्र तन थाप्ला कहनी त्यही त होला हो र कति प्रशंसा आदर भक्ति चढाउँदछौँ प्रभु। फेरि पनि तपाईँ परमेश्वरले यसरी हामीलाई टाढा नजिक जहाँ तहीँबाट भेला गराएर आज यो खुसियालीमा खुसियाली थप्नको लागि तपाईँले हामीलाई यो सङ्गति दिनुभएको छ। तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। प्रभु हामी प्रार्थना गर्दछौँ यो सङ्गतिलाई सुरुदेखि अन्तसम्म तपाईँको हातमा समर्पण गर्दछौँ। तपाईँले आशिष गर्नुहोस्,
अनुग्रह गर्नुहोस् प्रभु। यस घरमा खुसी आएको छ, एउटा सदस्य थपिएको छ। तपाईँले आफ्नो छोराछोरीलाई सन्तान दिनुभएको छ। यो सन्तानको खुसियालीमा हामी खुसी मनाउँदैछौँ प्रभु। तपाईँको महिमा भएको होस्। हाम्रो यो सङ्गतिबाट तपाईँको स्वर्गमा गुन्जयमान भएको होस् प्रभु। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो सङ्गतिलाई तपाईँको हातमा समर्पण गर्दै बिन्ती प्रार्थना येशू प्रभुको नाममा, आमेन। गिटारलाई उठाउन दिनु न। जय होस् येशू राजाको, विधाताको, उद्धारकर्ताको। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। हामीलाई प्रेम गरी क्रुसको सबै दुःख भोग्नुभयो र पापको बन्धनलाई तोडी हामीलाई स्वतन्त्र गर्नुभयो। होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। पुरानो जीवन सब भुली नयाँ जीवन ख्रिस्टमा जिउँदैछु। पिताको हर प्रतिज्ञालाई सम्झी उठेर उसो भए त म अहिले 4 बजेतिर गर्छु भने। अनि कपडा किन फोरो गरेर आउँछ बाबुको? तीनटा केटाहरूलाई नि हालिदिनु। बसालिसकेपछि होइन एक एकवटा छोपेर। त्यही दाउरा हुन्। अंकल पानी है नहीं लाना किचनमा किसे हुन्छ अन्त बत्तिया जगरे बत्तिले नागेर बज्यो 4 बज्यो बानेर जान्छ बाटो भाग्न कति भाडा राख्नु पापड बनाएको पानी बसाल्छु मैले। चम्चाले घोल्दा माथि बन्द गर है करेन्ट।
प्रसुन के लगा यार यता हेर प्लास्टिक लगाएर यता हेर वो तुरु तु 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 अझै तुरु तु 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 तुरु तु 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 मान्छु भने जस्तो गर ओइ पर्सुन कान्छे त्यो पातलोवाला डाडु चाहियो यहाँ बिमला फुपूहरूको पनि छ कि कोही त हुनलाई चाहिँ हामी बुढी भइयो अब कि हामी आज यो बाबुको लागि एउटा आशीर्वाद दिन आशिष माग्न अथवा शुभकामना नयाँ वर्षमा अझै राम्रोसँग वृद्धि शारीरिक रूपमा भौतिक रूपमा मानसिक रूपमा वृद्धि हुनको लागि आशिष माग्न आएको छौँ र हामी परमेश्वरसँग पनि त्यो आशिष माग्छौँ कि यो बाबुको जीवनमा परमेश्वरको रक्षा रहोस् सुरक्षा रहोस् बाइबलले भन्दछ मानिसले आफ्नो लडाइँको निम्ति घोडा तयार गर्न सक्छ तर विजय चाहिँ परमेश्वरबाट आउँछ र हामी आफै चाहिँ त्यो गर्न सक्दैनौँ तर परमेश्वरले सुरक्षा गर्नुभयो भने हामी सबै कुरा प्राप्त गर्न सक्छौँ अर्को खण्ड प्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊ र तिमीहरूलाई अनुग्रह गर एउटा कुरा परमेश्वरको ज्योति परमेश्वरको मोहडा हामीतर्फ चम्कन आवश्यकता छ र हामीलाई उहाँको अनुग्रहको खाँचो छ यदि प्रभु परमेश्वरको अनुग्रह हामीमा भयो भने मात्र हामी असल तरिकाले जिउन सक्छौँ असल तरिकाले रहन सक्छौँ यो पृथ्वीमा छँदा अथवा पृथ्वीबाट बिदा हुँदा पनि हामीलाई परमेश्वरको अनुग्रहको खाँचो छ र यो बाबुको निम्ति हामी परमेश्वरसँग अनुग्रह माग्नेछौँ अनि अर्को पद चाहिँ प्रभुले आफ्नो चेहरा तिनीहरूमाथि प्रकाश पारुन् र तिनीहरूलाई शान्ति दिउँ हामीलाई के चाहिन्छ शारीरिक रूपमा हामीलाई चङ्गाइ चाहिन्छ र आत्मिक Kusima
एकछिन पछि यो उत्सवको छेउमा राख्दै त खाने हो कि खाना त खाइसके पो बल्ल उम्किएला हजुर डेजर्ट गर्ने के मेरो लागि मात्र